नमस्कार हजुर। बालेन, रवि, हर्क साम्पाङ जस्ता नेताहरू अहिले विदेशी दलाल, विदेशको एजेन्ट, लुसिफर जस्ता नामले चिनिन्छन्। उनीहरू विदेशको इसारामा चल्छन्। जति पनि उनीहरूले काम गर्छन् त्यो वैदेशिक शक्तिले गराएको भन्ने धेरै मान्छेको भरम छ र यो ट्याग लगाइदिन्छन् पुराना नेताहरूले। नेपालको इतिहासले थोरै कोट्टाएर हेर्ने हो भने कस्तोलाई विदेशी दलाल भनिन्छ। विदेशी दलालले के गर्छन्? राष्ट्रको हितमा भन्दा पनि राष्ट्रघाती सम्झौताहरू कसले गर्यो भन्ने कुरा चाहिँ आम जनताले बुझ्न जरुरी छ। एकछिन यिनीहरूलाई दलाल मानौँ या विदेशको एजेन्ट या विदेशी इसारामा चल्ने एउटा नेता मानौँ, तर यसको आधार चाहिँ केलाई मान्ने? कुन चाहिँ आधारले उनीहरूलाई विदेशको एजेन्ट भन्न मिल्छ त? पुराना नेताले आफूलाई बचाउनको लागि सत्तामा कोही पुग्ने सम्भावना छ भने त्यसलाई गिराउनको लागि विदेशी एजेन्टको ट्याग लगाइदिन्छन्। तर देशको लागि राष्ट्रघात कसले गर्यो? देशमा कस्ता किसिमका राष्ट्रघाती सम्झौता भए? ती सम्झौता हुने बेला कसको सरकार थियो र वास्तवमा विदेशी एजेन्ट र राष्ट्रघाती नेता को हुन् त? आउनुहोस् हेरौँ आजको यस भिडियोमा। कोशी सम्झौता, यसको बारेमा त तपाईहरूले सुनिरहनु भएको होला। कोशी नदीमा बाढी नियन्त्रणको लागि सिँचाइ र पानी उपयोगमा नेपाल र भारत बीच सम्झौता भएको थियो। पहिले त यो सम्झौतालाई ठिकै मानियो, तर पछि गएर यसले नेपाललाई पानी सहयोगमा भारतभन्दा कम फाइदाजनक गर्ने देखियो र पानीको भाव भारतको नियन्त्रणमा हुँदा भारतले आफूले चाहे जति मात्रै बाँध खोल्ने गर्यो। वर्षायामको समयमा ड्याङमा धेरै पानी जम्मा हुन थाल्यो, तर भारतले आफूले चाहे जति मात्रै पानी लग्न थाल्यो। आफूलाई चाहिँदा सबै ढोका खोलेर पानी लैजाने, नचाहिँदा चाहिँ ढोका बन्द गरेर नेपाल डुबाउने गरेको भारतलाई योपालिको वर्षाले राम्रै सबक सिकाउने भएको छ। जसले गर्दा ड्याम भरिएर बढी भएको पानी नेपालकै भूभागमा जान सुरु भयो। यो पानीले नेपालकै भूभागमा बाढी ल्याइदिन्छ, जसले गर्दा सयौं मानिसहरूको मृत्यु हुन्छ भने हजारौं परिवारहरू विस्थापित हुन्छन्। 18 अगस्त 2008 को कोशी नदीको बाढीले गर्दा सुनसरी र सप्तरीमा दर्जनौं मानिसहरूको मृत्यु भयो र कैयौं लापता भए र 60,000 भन्दा धेरै मानिसहरू विस्थापित भएका थिए, जहाँ 10,000 परिवारहरू घरबारविहीन भए। यसको कारण बर्खायाममा आएको पानीको बाँध भरियो र बाँध इन्डियाले खोलेन, किनकि इन्डियाले बाँध खोल्यो भने बिहार डुबाउन पर्थ्यो। त्यसैले पानीले आफ्नो भाव नेपालतिर मोडिदियो, किनकि कोशी सम्झौता अनुरूप कोशीको बाँध कति खोल्ने त्यसको कन्ट्रोल थियो इन्डियासँग। अब तपाईलाई लाग्न सक्छ यस्तो राष्ट्रघाती सम्झौता कसले गर्यो त? यो सम्झौता भएको थियो सन् 1954 मा, जुन समयमा सरकार थियो नेपाली कांग्रेसको। अब तपाईँ आफै बुझ्नुहोस्, एउटा सम्झौता जसले गर्दा हजारौं मानिसहरूले हरेक वर्ष दुःख पाइरहेका छन् र कैयौं मानिसहरू मरिरहेका छन्, यसको जिम्मेवार को? अर्को छ गण्डक सम्झौता। 2016 सालमा भएको यो सम्झौतामा गण्डक नदी नेपाल र भारतको साझा नदी भयो। यो सन्धि भारतसँग सिँचाइ, बाँध र जल व्यवस्थापनको लागि गरिएको थियो। नेपालको नदी भारतको पनि साझा हुनु नै यो सन्धिको मुख्य विवाद हो। अब यहाँनिर बाँध, नहर र पानीको वितरणको नियन्त्रण भारतको हातमा भयो। यसमा नेपालले केही गर्न सकेन। अझ इन्ट्रेस्टिङ कुरा त यो छ कि नेपालले आफ्नै नदीको पानी प्रयोग गर्न पनि भारतसँग अनुमति लिनुपर्ने अवस्था आयो। सम्झौता अनुरूप नदी साझा भए पनि भारतले लाखौं हेक्टर जमिन सिँचाइ गर्न थाल्यो, तर नेपालतर्फ भने सीमित क्षेत्र मात्रै सिँचाइको व्यवस्था भयो, किनकि यसको नियन्त्रण सबै भारतले लगिसकेको थियो। नियन्त्रण भारतको हातमा भएका कारणले नेपालले सिँचाइमा मात्र होइन जलविद्युत उत्पादनमा पनि ठूलो क्षति बेहोर्न पुग्यो। पछि गएर नेपालले एकतर्फी रूपमा सन्धि संशोधन गर्न सकेन, जसले गर्दा यस सन्धिले नेपाललाई जलस्रोतमा कमजोर र भारतलाई शक्तिशाली बनायो। अब प्रश्न उठ्छ, यस्तो सन्धि कसले गर्यो त? त्यस समयमा पनि नेपाली कांग्रेसकै सरकार थियो र यो सन्धि पास गरेका थिए बीपी कोइरालाले। अर्को छ महाकाली सन्धि। यो सन्धि विक्रम सम्वत 2052 सालमा भएको थियो। सन्धिमा लेखिएको छ नेपाल र भारतको पानीमा बराबर हक हुनेछ, तर भारतले बढी पानी प्रयोग गरिरहेको छ भने नेपालले अझै पानी प्रयोग गर्न पाएको छैन। सम्झौता अनुरूप यो आयोजनाले नेपाललाई ठूलो लाभ दिने थियो, तर 30 वर्षसम्म पनि सम्झौता अनुरूप काम हुन सकेन, जसले गर्दा नेपालले सम्भावित अरबौं रुपैयाँको लाभ गुमायो। एकातिर सन्धि गराएर किसानहरूलाई कृषिमा क्रान्ति ल्याउँछु भन्दै भोट तानियो। यसलाई एउटा चुनावको मुख्य एजेन्डा बनाइयो, तर काम कति पनि भएन। यति मात्र होइन, भारतले महाकाली नदीलाई आफ्नो सीमा बनाइदियो, जसले गर्दा हरेक वर्ष लिम्पियाधुरा र लिपुलेकको सीमा विवाद निम्ताइरहन्छ। अब त हामीले लिम्पियाधुरा र लिपुलेकको यो सीमालाई आफ्नो नक्सा मात्र देखाउने हो, वास्तवमा यो भारतले लगिसकेको छ। महाकाली सन्धि कागजमा राम्रो, तर व्यवहारमा नेपाल विरुद्ध देखिन्थ्यो। यस्तो खाले सन्धि कसले गर्यो होला त? अनुमान गर्नुहोस् त। यो सन्धि गरेका थिए तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले। उनले खुलेआम राजालाई नमान्दै मैले सन्धि पास गरेको हुँ भनेर अभिव्यक्ति पनि दिएका थिए।
अब यति राम्रो सन्धि गर्न लाग्नु भएको रहेछ भने राजाले त मान्ने कुरै भएन। राजा त यसको विरुद्धमा हुन्छन्। विकास त तपाईँ चाहनुहुन्छ, विकास पनि देशको होइन व्यक्तिगत विकास। त्यसैले त जेनजीहरूले घरमै गएर कुट्दै बाहिर निकालेका होलान्। यही महाकाली सम्झौताको रिस पोखेका त होइनन् जेनजीहरूले। अर्को छ मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी। पहिले त एमसीसी भनेको के हो त्यसलाई बुझ्यौ। एमसीसी अमेरिकी सरकारद्वारा सन् 2004 मा स्थापना गरिएको विकासको सहयोग दिने सरकारी संस्था हो। यसको उद्देश्य चाहिँ गरिबी न्यूनीकरण, आर्थिक वृद्धि र पूर्वाधार विकासमा सहयोग गर्नु हो। एमसीसीले हाम्रो जस्तो देशलाई अनुदान दिन्छ, यो ऋण चाहिँ होइन। र एमसीसीको रकम छ 50 करोड अमेरिकी डलर। यसले 5 वर्षको समयावधिमा काम पुरा गर्नुपर्ने शर्त राख्छ। समयमा काम पुरा भएन भने अनुदान रद्द हुन्छ। यस कामको लागि एमसीसी नेपाल नामको संस्था बनाएको छ जसले एमसीसी सम्बन्धी कामहरू गर्छ। तर एमसीसीको निकै विवाद पनि भयो किनकि एमसीसीको एउटा बुँदा संविधानभन्दा माथि थियो जसले नेपालको संविधान पनि मान्दैनथ्यो। अब एउटा कुनै यस्तो सम्झौता जो नेपालको संविधानभन्दा माथि हुन्छ त्यो त्यसैमा राष्ट्रघाती नै भइहाल्छ। यसले संवैधानिक सार्वभौमिकताले कमजोर बनाउँछ। नेपाल एउटा बफर कन्ट्रीको रूपमा चिनिन्छ जुन विश्वकै दुईवटा शक्तिशाली देशको बीचमा छ। चीन र भारतको उदयले विश्व राजनीतिमा अहिले निकै ठूलो प्रभाव पारिरहेको छ। चीन शक्तिशाली हुँदै गइरहेको छ भने भारत आत्मनिर्भर बन्दै गइरहेको छ। सबैभन्दा ठूलो खतरा एमसीसीलाई लिएर नेपालमा के छ भने यदि अमेरिकाले आफ्नो सैन्य अड्डा नेपाललाई गरायो भने इन्डिया र चाइना जोसँग पनि अमेरिकाको युद्ध हुन्छ त्यो युद्ध नेपालबाटै हुन्छ। मान्नुस् यदि अमेरिकाको चाइनासँग युद्ध भयो भने अमेरिका नेपालको भूमिबाट चाइनासँग युद्ध गर्छ र चाइनाले पनि नेपाली भूमिमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गर्छ। यो विश्वका कैयौँ देशहरूमा तपाईले देखिसक्नु भएको होला र अहिले अमेरिका जुन तानाशाही किसिमले अगाडि बढिरहेको छ त्यसलाई हेर्ने हो भने भविष्यमा भारत वा चीनसँग अमेरिकाको युद्ध हुन सक्ने सम्भावना धेरै नै देखिन्छ। र युद्ध भयो भने सबैभन्दा ठूलो क्षति बेहोर्नु पर्नेछ हाम्रो देश नेपालले र यसको पछाडिको कारण हुनेछ यही एमसीसी सम्झौता। अब तपाईलाई लाग्न सक्छ एमसीसी जस्तो सम्झौता कसले पास गर्यो त? यसको लागि पनि हामीले धेरै सोच्नु पर्दैन। त्यही सरकार, त्यही व्यक्ति जसले यस्ता राष्ट्रघाती सम्झौताहरू पहिलेदेखि नै पास गर्दै आइरहेका छन् उनीहरूको लागि यो कुनै नौलो कुरा होइन। विक्रम सम्वत 2078 फागुन 15 गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले एमसीसी पास गरिदियो। यो गठबन्धनको सरकार थियो जहाँ नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा जस्ता पार्टीले समर्थन गरेका थिए। एमसीसी सम्झौता गरेका देशहरूको हालत के भइरहेको छ त्यसको बारेमा सायद हाम्रो नेताहरूले बुझेनन्। फिलिपिन्स, जर्जिया, युक्रेन जस्ता देशहरूमा अमेरिकाले एमसीसी पास गरेको थियो। ती देशहरूमा अमेरिकाले सैन्य गतिविधिहरू पनि सञ्चालन गरेको थियो। अमेरिकाले यस विषयमा सिधा भनिदिन्छ हामी एमसीसीका कारण यहाँ आएका होइनौँ, हामी रक्षाका लागि आएका हौँ भनेर। विश्वमा जहाँ पनि युद्ध हुन्छ त्यसको कन्ट्रोल गर्ने ठेक्का ल्याएर बसेको छ अमेरिकाले र अमेरिका जुन देशमा छिर्छ त्यो देश बर्बाद भएर जान्छ। दोस्रो विश्वयुद्धपछि अमेरिकाले आफूलाई सुपर पावर ठान्छ। साना देशहरूलाई सैन्य आक्रमण गरी कब्जा गर्छ भने ठूला देशहरूलाई आर्थिक प्रतिबन्ध लगाइन्छ। भेनेजुएलामा अहिले अमेरिकाले आक्रमण गर्नुको कारण त्यहाँको ड्रग सप्लाई हो भनेको छ। तर अमेरिकाको मुख्य उद्देश्य थियो तेलमाथि कब्जा गर्ने। भेनेजुएलामा विश्वको सबैभन्दा ठूलो तेलको खानी छ। भेनेजुएलामा 303 बिलियन ब्यारल तेल छ। यही तेललाई आफ्नो बनाउनको लागि अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्यो र त्यहाँको राष्ट्रपतिलाई रातारात किडन्याप गरिदियो। दोस्रो नम्बरमा छ साउदी अरेबिया। साउदी अरेबियामा 267 बिलियन ब्यारल तेल छ र तेस्रो नम्बरमा छ इरान जहाँ 208 बिलियन ब्यारल तेल छ। अहिले अमेरिकाको निशानामा छ इरान। इरान र अमेरिका बीच जति बेला पनि युद्ध हुन सक्छ। यसमा अमेरिकाले सयौं बहाना देखायो भने अमेरिकाको टार्गेट भनेकै त्यहाँको तेल हो। अमेरिकाले पहिलो आक्रमण इरानलाई गरिसकेको छ, त्यो हो आर्थिक प्रतिबन्ध। तपाईँ यहाँ चार्टमा हेर्न सक्नुहुन्छ। 15 जनवरी 2026 को एक्सचेन्ज रेट अनुसार 1 अमेरिकी डलर इक्वेस टु 14,57,000 इरानी रियल रहेको छ। यसको मतलब इरानी करेन्सी अहिले 0 को बराबर भएको छ। नेपाल र इरानको करेन्सीलाई लिएर अहिले कम्पेयर गर्ने हो भने नेपालको करेन्सी इरानको भन्दा 10,000 गुणा बढी स्ट्रङ छ। अमेरिकाले इरानलाई आर्थिक प्रतिबन्ध लगाइदियो तर यतिले मात्रै अमेरिकालाई पुग्दैन। अमेरिकाले अब अर्को आक्रमण गर्छ जो सैन्य आक्रमण हुन्छ र इरानमाथि कब्जा गर्छ। यसको पछाडिको पनि कारण त्यही नै हो, तेल। अमेरिकामा जब 9/11 एट्याक भएको थियो त्यस समयमा सद्दाम हुसेनको आतंकवादीसँग सम्बन्ध छ भनेर अमेरिकाले इराकमाथि कब्जा गरेर सद्दाम हुसेनलाई मृत्युदण्ड दिएको थियो। तर यसको पछाडिको कारण पनि तेल नै थियो किनकि सद्दाम हुसेनले तेल युरोमा बेचिरहेका थिए तर अमेरिका चाहन्थ्यो उनी तेल युएस डलरमा बेचुन् भनेर, किनकि अमेरिकालाई डर थियो कि डी-डलराइजेसनको स्थिति आउन सक्छ भनेर। डी-डलराइजेसन भनेको डलरको भ्यालु घट्नु हो। यही नमानेका कारण सद्दाम हुसेनलाई अमेरिकाले मारिदियो। एउटा कुरा चाहिँ यति भन्न सकिन्छ कि जहाँ जहाँ तेल त्यहाँ त्यहाँ अमेरिका।
मैले यति धेरै कुरा गर्नुको कारण चाहिँ के हो भने कुनै पनि सम्झौता पैसा देखेर फाइदाजनक लागे पनि त्यो अन्तिममा राष्ट्रको लागि अभिशाप नै हुने गर्छ र त्यसको मूल्य चुकाउनुपर्छ आम नागरिकले। यी नेताहरू जसले करोडौँ रुपियाँ खाएर विदेशका राष्ट्रघाती सम्झौताहरू गर्छन् उनीहरूले नयाँ सत्तामा आउने सम्भावना बोकेका नेतालाई राष्ट्रघाती, आतंककारी, विदेशी एजेन्ट भनेर ट्याग लगाइदिन्छन्। किनकि यी पुराना नेताहरूलाई डर छ यदि नयाँ नेता सत्तामा आए भने यिनीहरूलाई राष्ट्रघाती सम्झौता गरेका कारण जिन्दगीभरका लागि जेलमा कोच दिन सक्छन्। त्यसैले यिनीहरूले पहिले नै उनीहरूलाई विदेशी एजेन्ट भनेर ट्याग लगाइदिने र सत्तामा आउन नदिने यो एउटा राजनीति खेल मात्र हो, जहाँ सोझा साझा जनताले नेपालमा भएका पुराना नेताहरूलाई सधैँभरि आफ्ना भगवान मानुन् र नयाँ आउने नेताहरूलाई उनीहरूले विदेशका एजेन्ट मानुन्। किनकि एउटा ठुलो नेताले भनेपछि आम नागरिकले सजिलैसँग विश्वास गर्न सक्छन्। ठुला नेताले भनेको कुरामा आम नागरिकले तथ्य खोज्दैनन्। यदि उसले भन्यो भने यो कुरा ठिक छ भन्ने ठान्छन्। अहिले नेपालमा त्यही नै भइरहेको छ। पुराना नेताहरूले आउने नेतालाई विदेशी दलाल, विदेशी एजेन्ट, लुसिफर जस्ता ट्याग लगाइदिन्छन्। म यी पुराना नेताहरूसँग यो सोध्न चाहन्छु कि यी महाकाली सम्झौता, कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सम्झौता, एमसीसी सम्झौता जस्ता दर्जनौं राष्ट्रघाती सम्झौता पास गर्ने तपाईहरू विदेशको एजेन्ट हो कि अहिले राजनीतिमा उदाउन थालेका यी नयाँ विदेशी एजेन्ट हुन्? यी राष्ट्रघाती सम्झौता पास गर्ने तपाईहरू राष्ट्रघाती हो या जसले अहिलेसम्म एउटा पनि सम्झौता गरेको छैन त्यो मान्छे राष्ट्रघाती हो? नयाँ आउने नेतालाई कुन आधारमा विदेशी एजेन्ट र राष्ट्रघाती भन्न मिल्छ? मेरो सबैसँग अनुरोध यो छ कि तथ्य नहेरिकन कसैलाई पनि राष्ट्रघाती या विदेशी एजेन्ट भन्नु हुँदैन। यदि कसैले यी कुरा गरिरहेको छ भने उसले तपाईलाई म्यानिपुलेट गर्न खोज्दैछ। यी पुराना नेताले नयाँ नेतालाई यति धेरै झुटा आरोप लगाएका छन् कि त्यसलाई यति धेरै पटक दोहोऱ्याइरहेका छन् कि आम पब्लिकले त्यो कुरा सुन्नासाथ उसलाई लागोस् कि सधैँभरि यही नै कुरा आउँछ, सायद यो कुरा सत्य हुन सक्छ। झुटलाई यति धेरै पटक भन्नुस् कि त्यो साँचो बनोस्। यो टेक्निक पहिले हिटलरले प्रयोग गर्थे, अहिले यी पुराना नेताहरूले। यिनीहरू हिटलर भन्दा कम छैनन्। तपाईको विचारमा के लाग्छ? साच्चीकैमा विदेशी एजेन्ट को हुन् त? ती पुराना भ्रष्ट नेता या अहिलेका नयाँ नेता? कमेन्ट गर्नुहोला। भिडियो हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा भेटौँला।